बेकगु नेपाल भाषा साहित्य नख किपुली चुगुदु नेपाल भाषा साहित्य या त थपु यागु तातुना नेपाल भाषा टाइम्स ते दस यान वइचुंगु साहित्य नख थुक्सी वंगु शुक्रबार व शनिबार किपुली चुगु ख नेपाल भाषा साहित्य नख कोषा खलय नायक रमेश काजी स्थापित सभापतित्व नेपाल भाषा एकाडेमिया हले शुक्रबार जुगु ढापाङ्गु सेसन ज्याजोली किपु नगरपालिका मेयर रमेश महर्जन साहित्य नखय उले जयाना दिगु ख ज्याजोले नेपाल भाषा तिथि विदाय न्यागु सफु विमोचन जुगु ख पुनराम मुनकमिया निबन्ध सफु नेवा गौरव महाकवि गिरिजा प्रसाद जोशी चोया तगु तिथि उपन्यास मुना गिरिजा प्रसाद उपन्यास रामभक्त कायस्थय हाइकु मुना लखेलुगु किच स्नेह सामिया चिबाख मुना स्नेह सामिया चिबाख व राजेन्द्र कुमार पुताय सांस्कृतिक उपन्यास ख्यु फल्चाया विमोचन जुगु ख ज्याचोले पितबोजिया जुगु सफुतेगु बारे वरिष्ठ साहित्यकार मल्लके सुन्दर जानकारी ब्यातिगु ख नेपाल भाषा साहित्यले ठोसपु दक्ले नापाउ सफु कि छोवे चोमी जुइतोपटी आख्यान छोवे सफुएर संकलन नेना वो जे पितबियुपटी के यदि पितको सफे लेकाइ वो जिसु उपन्यास प्यावको उपन्यास त ख होला ले तर छोवे संकलन नेना लेकाइ भुल्जे उपन्यासलाई न्याय उपलब्ध भयो अध्ययन साहित्य विद्यार्थीहरूलाई नेपाल भाषा साहित्य सम्बन्धी सिकेमा आख्यान साहित्य सम्बन्धी अध्ययन अनुसन्धान दिनुटेर ठोसोपट्टि योग्य अफु कविहरू विमलजीहरू चाहिँ चोपटा कुटो प्रकाशन पाकेला भामाला चाहिँ योग्य यन्त्रहरू उके मध्ये चोछाको दिया हानाउ चौचिप सगेन्दिल चिपी तुरपी चाहिँ सफलजीमा अथे ज्याजोले किपु नगरपालिका मेयर रमेश महर्जन उपमेयर सरस्वती खड्का रिजाल जनकवि दुर्गालाल श्रेष्ठ साहित्य नखायतकया थथको धारणा तयादिगु ख किप्लिए यारगा ढैगु छोम्यो कारण सुगाले नापलगे यले निको जु ये जुइ दुगा पाल किप्लिए खरगाना उपा किप्ली कोइ जोला अले किपु या ठोठासे किपु नेपाल भाषा एकाडेमी उसलाई चाहिँ नापी तत्कालीन चाहिँ कीर्तिपुर नगरपालिका पाके जग्गा उपलब्ध हेरेर चाहिँ नेपाल भाषा साहित्य जीव संस्कृति लगायतले तिथि ज्याजोले एकाडेमी पाके चाहिँ छौकुरमा चाहिँ घटिला हो चाहिँ गुहारी दै कोठको भवन चाहिँ त्यो बरेजिया त्यो भवनीय चाहिँ प्रयोजन जीव हिसाबमा ज्यादा जोना छ खुसी लागेको छ ऐतिहासिक कार्यक्रम नेपाल भाषा साहित्यमा जुन साहित्य महोत्सव र साहित्य महोत्सव कीर्तिपुर नगरपालिकामा चौथो साहित्य महोत्सव कीर्तिपुरमा भयो हामी भाग्यमानी छौँ भन्ने पनि महसुस गरिरहेको छौँ मैले किनभन्दा यो कोभिडको कारणले गर्दाखेरि चाहिँ गत साल हुन सकेन यसबाट पनि अहिले पनि कोभिड कहिलेसम्म जान्छ भने त हामीले कोभिड सक्यो भनेर आकलन गर्न सकेका छैनौँ मास्क छोडेका छैनौँ केहीले छोड्यो केही लगाउँदैछौँ तैपनि त्रसित छौँ तैपनि कोभिड अझै धेरै भइदिएको भए यो कार्यक्रम पनि हुन सक्ने थिएन होला त्यस अर्थमा पनि हामी निर्वाचनको नजिक पनि छौँ कोभिडले पनि दुःख नदिएको र कार्यक्रम गर्न सक्ने अवस्थामा पुगेको र नेपाल भाषा एकाडेमी हाम्रो कीर्तिपुर नगरभित्र साहित्य महोत्सव हुँदा यस अर्थमा पनि हामी भाग्यमानी छौँ खुसी छौँ कीर्तिपुरवासी नेवा याले झ्यापेला जगुदु थौ नेवाला हना चमन नख वो वे जाका हना चन जिमा कि जी आ नथेम नख एनिमति जी लोमल चोनि माउदु लसया दन्तुने थर पनि वो निवार तैके माउदु कि जी पोजिसनले चुना गबले राज्य न पर्या राज्य न्याबले गजनो देखा तोसा यलकोया लकतोसा नेपाल भाषा यबु शिरजब शिर ज्ञान चंगुदु थौतले धेगु या दृष्टान्त नेवया छी नेवाल हनाचला नेपाल भाषा साहित्य नखाय नायक रमेश काजी स्थापित नेपाल भाषा साहित्य नखाय नुकुलिसे नेपाल भाषा टाइम्स या सम्पादक सुरेश महानन्द र साहित्य नखाय बारे जानकारी ब्यादिएको ख विमोचन जुगु सफु नेवा गौरव
नेवा गौरव नेवा देशमा सुसु विषयले सुसु क्षेत्र गौरविया ठाडु ठोडको खैद चाहिँ दुवाला मालाया न्योनेटे उजा चोइ बाजु पूर्णला मुनो गर्मिया निगु हु बुना न्याटिnya उन्दर नेवा न ए छिजैनी नेवा जे चाहिँ छिसँग चाहिँ गौरविया ठाडु ठोडको गौरविया ठोडु हेरु खोजैनी सिके भए अखे मेरो विमोचन सबु राजेन्द्र कुमार फुटा भाजियो क्यों फल्छ गो न्यादो वो क्यों फल्छ रावटी ढाठे गोबुटी किपली ढाठे गोबुटी उपन्यास फल्छ खयान उही त छौको न प्रतीकात्मक रूप दिया उही उपन्यास चाहिँ ठासा चाहिँ त्यो ढालेन छौको छ कि उही चाहिँ सांस्कृतिक सम्पदा यो पुटी जाने ठन छौको छ वेउ ओ आयो रुपे वो सबु तामी जोडु नेपाल भाषा क्यालेन्डर गुठो पठन पाठन जासने चोला जिमेर साहब पिसा वो चाहिँ कारण संस्कृति सम्पदा वो भाषिक जागरण चाहिँ अझ नरिएको चिसा टाका तर छटा छोगाले संस्कृति सम्पदा खेले याकु त ज्याजो साना उनको संस्कृति सम्प्रदायप्रति आधार लगाउने भाषा हो यदि भाषा मण्ड गराला छ उक्यो असर गर्ने हुना चाहिँ संस्कृति सम्पदामा लाउने जितो संयुक्त राष्ट्र संघ निकाय यूनेस्को पाए उनको सन् 2022 से जनवरी 1 से तो 10 वर्ष या त इंटरनेशनल लैंग्वेज डिकेड या माने राजा जो अभियान ल्याएको वो 10 वर्ष तक आज यूनेस्को अभियान यो संसार भरिपरि भाषा त हेन मकले अभियान लगाइछ निनु यङ्क जोगो साहित्य नखाले हना ज्याजो सम्पदा भ्रमण अन्तर्क्रिया रचनापात व सांस्कृतिक ज्याजो एना तिथि नेगु सेसन जुगु खा